चार चाहिँ हामी यो कुन ठाउँमा रहने सर यो ठाउँमा आइपुगेको छौँ है। कुन ठाउँ अरे मबिरमा आइपुगेको छौँ है। एकदम रमाइलो डाँडा रहेछ। अफरोड ड्राइभिङको लागि एकदम सुइटेबल, एकदम रमाइलो डाँडा। यो डेन्जर पनि रहेछ, हेर्दा पनि डेन्जर रहेछ होइन। के छ त अनि कस्तो लाग्दैछ अनिल सर? अनि हाम्रो घुम्दै सब प्राकृतिक दृश्यमा हामी रमिरहेका छौँ होइन। हजुर एकदम रमाइलो भइरहेको छ। के लाग्दा कस्तो फिल भइरहेछ तपाईँलाई? रमाइलो छ एकदम। एकदम खोला थङथङ गर्ने अनि माथि पहरा छ। कस्तो फिल भइरहेछ तिमीलाई चाहिँ? रमाइलो ल लागौँ है। यस्तो गाह्रो बाटो छ हाम्रो चाहिँ। लड्दै पढ्दै उठ्दै भने पनि हिँड्दैछौँ। के गर्नु? धेरै गाह्रो बाटो। देख्नुभयो होला भिड यत्रो ठुलो छ, आँखाले नदेख्नु जसम्मको भिड रहेछ। अनुभव गर्यो। म पनि चढ्छु। हेर्न सक्नुहुन्छ बाटो यस्तो गाह्रो छ। त्यही पनि म कति हाइवे त अब ओभियसली जसले पनि चलाइन्छ होइन। तर गाउँघरको रमणी वातावरण हेरौँ भनेर यो कच्ची बाटोहरू आइरहेको छ। अगाडि सरहरू पुगिसक्नुभयो, हामी यहाँ पछाडि छौँ। बाटो देख्न सक्नुहुन्छ। डाँडा काँडा हामी त बोजुमा घुम्न हिँडेकै डाँडा काँडा हो। मौरी भिर। बाटो यस्तो गाह्रो छ गाइस, भनिसक्नुको छैन। तर पनि हामी हिँड्दैछौँ है बुढो। यस्तै अफरोड छ कि यता अहिले त अझै यतिको अलिक सजिलैमा आइपुग्यो र हो। नत्र त अघि त भिडियो खिच्ने पाएन मैले। फर्किम भने सायद त्यही बाटो रहेछ भने बनाउँला है। यस्तो गाह्रो छ। यस्तो बाटो गाह्रो छ, हिलो हिलो। बिस्तारै गर्नु है, त्यही हिलो छ कि। देख्नुभयो त कस्तो हिलो। हामी चाहिँ अप्ठ्यारो बाटो पार गरेर अब विश्रामतिर छौँ। अब बिसाउनु पनि पर्यो एकछिन होइन। भ्यू त राम्रो देखिँदो रहेछ यता है। गाउँको भ्यूहरू, खेतबारीतिर के छ त अनि बिसाउनु पर्दैछ। एकदम रमाइलो। तर अलि अफरोडको खाएर चाहिँ दाँतबाट पनि निकालेन क्या बदाम। कतै कतै चाहिँ अलिक मुटु थरथर हुन्छ। बाटो त्यहाँ हिलो डेन्जर रहेछ है अलिकति चाहिँ। त्यसले त चुप्टिने खालको। एकदम ठिक छ होइन। यो यसरी हिँडिरहनु पर्छ। तपाईँ त झन् हिँडिरहनु पर्छ। हिँडेर जानुभएको? चुलो पनि छ। भाले त्यहीँ ल्याएर खाऊ न त। भाले पाएन माग्नुभन्दा दोस्रो जहाँ पाइन्छ त्यहाँ टिप्नु बेस्ट होला। भाले चलिरहेको ठाउँमा। अब फेरि लागौँ। अफरोड बाटोको भिडियो बनाउँछु भनौँ, अलिक बनाउनै नमिल्दो रहेछ कि। अब अठाउनु पर्ने हुन्छ तपाईँलाई। उबाट चाहिँ के गर्नु, अब ज्यानलाई नै जोखिम राख्न भएन। यो त गाडी हिँड्ने रोड होइन क्या हो? गाडी हिँड्छ नि, घाँस पुरा छ त। हामी चाहिँ हिँड्न लाग्यौँ। म चढ्छु है। यस्तो बाटोहरू अब चाहिँ
देखाउँछु म सबैजनाले हेर्नु होला रमाइलो गर्नु होला अब मैले भने नि त अब अघि पनि होइन हाइवे त अफिसले पनि हिँडिन्छ राम्रो ठाउँहरू त तर गाउँघर पनि भिजिट गरौँ न त भनेर अनि भर्खरै बाटो हिँड्न थालेको यस्तो गाह्रो छ कि बाटोहरू रमाइलो भइरहेको छ पारी घरहरू देखिँदैछ हामी चाहिँ अब टक्क त्यो घरहरूमा पाले हिँड्छौँ अनि त्यसपछि भाले पकाएर खान्छौँ धेरै रमाइलो अलि धेरै नै गाह्रो छ नि त त अब यो अहिले भिडियोमा देख्दा चाहिँ यतिको बाटो गाह्रो भन्नुभयो भन्ने लाग्छ होला यसमा त अलि सजिलै भएर भिडियो बनाउन सकेको अघि यस्तो थियो कि बाटो धेरै गाह्रो थियो यहाँ हो हिलो जमिरहेको छ अब चाहिँ हामी खोलाएर पार गरेर जान्छौँ गफ हुँदैछ पहिला सरहरू बेङबाट आउँदा चाहिँ पिकनिक खानु भएको रे चुला रे यो मुढा मसला पिसेको ढुङ्गाहरू देखाउँदै हुनुहुन्छ पहिला पिकनिक आएर हामी चाहिँ दुईवटा बाइक आएको छौँ म चाहिँ यहाँ अलिकति गाह्रो भएर झर्दिएँ बिस्तारै लैजान है बिस्तारै धेरै नै गाह्रो छ बाटो पनि म चाहिँ उता पुग्नु भएपछि मात्रै जान्छु जस्तो लाग्दैछ जान्छु अब यहाँ चाहिँ फेरि पानी पानी हिँड्दैछु म मेरो बुढाले अगाडि गएर पर्खिनु भएको छ यहाँ हुनुहुन्छ उहाँहरू म चाहिँ हिँड्दैछु गाह्रो छ बिचरा बाइक चलाउनेहरूलाई पनि अफरोड धेरै गाह्रो छ पर्खिँदै हुनु रहेछ मलाई धेरै गाह्रो अब त्यस्तै छ बाटोहरू भनेको तपाईँहरूलाई अवलोकन गराउँदैछु मैले चाहिँ अब अघि घुम्न गएको बाटोमा भाले लिएर चाहिँ पक्पु पार्न थाल्यो त्यो लाग्दाखेरि चाहिँ उखाल्दै हुनुहुन्छ जे होस् मजाले उखाल्नु है सनाक सिनाक हुने गरी अनि बाटोमा मजाले घुम्यो भाले भेट्यो एउटा भाले लिएर आयो 3 केजी जतिको छ टक्क 4 जना बसेर खाने हैन 1 केजी अलि पुगेन हौ पर्थ्यो ल अन्त दाम सिकाउँ है त भाले अब उठुटु ब्लग रेडी हुँदैछ हैन भाले लिँदैछ म यहाँ तेल उठाउँदैछु त तेल उठुटु पार्दैछ नि त खै मरमसला उता रेडी भइसक्यो यहाँ उच्चिया तपाईहरुलाई मरमसला रेडी भइसक्यो मरमसला नि ठ्याक्कै धुलो भन्दा ए हुन्छ आन्टी हल्का उगार्दा मात्र मिठो हुँदो रहेछ ए हस् आन्टी आन्टी सर राम्रोसँग काट्नु है यता पोलेर खाने अरे खुट्टा पोल्ने भन्दै थियो खुट्टा पोलेर खाने फुटाउनुहोस् त पछाडिबाट आएर फुगाले थियो अघि त रमाइलो बिस्तार